नमस्ते 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 सम्पूर्ण फेसबुक मित्रहरूमा नमस्ते। अहिले हामी चाहिँ यहाँनिर नेपालको ऐतिहासिक सबैभन्दा ठुलो गढी मकवानपुर गढीमा आइपुगेका छौँ र यहाँको यो मकवानपुरी गढी दरबार गढीभित्रको यो प्राङ्गण यस्तो रहेछ। यो भौतिक संरचना जहाँसम्म लाग्छ यहाँ हाम्रो वीर पुर्खाको सेनाहरू यो भित्र बस्ने यस्तो छ। यो चाहिँ जुन किसिमले यहाँनिर भौतिक संरचनाहरू बनाएको छ यो सबै ढुङ्गाको वालबाट बनाएको छ। र यहाँ चाहिँ तपाईँहरूलाई म एउटा विशेष कुरा चाहिँ के देखाउन गइरहेछु भन्दाखेरि हरेक कति 200-300 समथिङ 50 मिटर कतिको डिफ्रेन्समा यस्तो किसिमको ग्यापहरू देख्न सकिन्छ। यो चाहिँ सम्भवतः यहीँबाट हात हतियारहरू बाहिर आक्रमण गर्नुपर्दा चाहिँ यहीँबाट चाहिँ हात हतियार बाहिर निकालेर चाहिँ युद्ध गर्ने ठाउँ हो जस्तो देख्न सकिन्छ। र यो ऐतिहासिक यति अग्लो छ कि तपाईँलाई देखाउन सक्छ। यो किसिमको जस बाहिरको मान्छे चाहिँ सेनाहरू भित्र प्रवेश गर्न नसक्ने गरी यो किसिमको ग्यापमा चाहिँ नै बनाएको छ। सबै यो ढुङ्गाको संरचना हो र यहाँबाट यसरी देखाउन नि सकिन्छ। यस यो यति अग्लो वाल उठाएर चाहिँ बाहिरबाट तलबाट त्यस बाहिरी सेनाहरू भित्र प्रवेश गर्न नसक्ने गरी जुन किसिमले बनाएको छ यो ढुङ्गाहरूको संरचना हेर्नुहोस्, एकदम अद्भुत। त्यतिखेरको पुर्खाहरूले हाम्रो राजन सर घुम्दै हुनुहुन्छ जोस्। यो यहाँ चाहिँ सिद्धेश्वर महादेवको गुफा भन्ने रहेछ मन्दिर अरे। यहाँ जाँदैछु र यस दर्शन गरेर यहाँको टिका लाउनु पर्यो। ल गढीभित्र यस्तो किसिमको यस्तो रहेछ। यो चाहिँ गढीभित्रको प्राङ्गण है। यस्तो भौतिक संरचनाहरू छ, सबै यो काठहरूबाट निर्मित यस्तो संरचना बनाएर छ यहाँनिर। यस्तो छ क्या यहाँनिर हेर्नुहोस् न। यो चाहिँ तोपको है। यो बिचको ग्याप चाहिँ यो तोपको नाला निकाल्ने ठाउँ होला होइन। यहाँबाट तोप आक्रमण गर्ने होला। ल सेफ्टी पनि हो नि त। यहाँ अलिकति अगाडि त्यो बजारमा खाना राम्रो पाइन्छ। यहाँ अगाडि पाइन्छ है। हामी चाहिँ यताबाट छिरेछौँ कि अगाडि रहेछ नि त होइन। राम्रो भन्दा नि हामीलाई चाहिँ नेपालको नक्सा कति राम्रोसँग कुदिएर राखेको रहेछ। अरू नेपालको झन्डा फरफराइरहेको छ। अनि पक्नु नि दाइ, यो भित्र आउनु न, यो भित्र छिरौँ न। यहाँभित्र कस्तो रहेछ हेरौँ न। कहाँ त्यस्तो त्यो र त्यो यसको संरचनै फरक छ। ओहो ल सब ढुङ्गाले हेर्नु यस्तो किसिमको। यो तोप आएको गोला नि केही नहुने खालको संरचना रहेछ क्या। ल हेर्नु आमा, बाफ्रे बाफ्रे बाफ्रे। ल यस्तो संरचना, यस्तो संरचना